नमस्ते सबैजनालाई के गर्दै हुनुहुन्छ। मैले चाहिँ आज बाबुको फुटबल छोपिरहेको छु, देख्न सक्नुहुन्छ। यो फुटबल चाहिँ ठुल्ठुलो मान्छेहरू पनि खेल्न मिल्ने फुटबल हो कि। अनि बाबुले मलाई फुटबल चाहियो मम्मी भनौँ, मैले हेरेँ 150-150को किनिदिन्छु भन्ने सोचेँ। अनि मानेन, 1000 रुपियाँ पर्यो, 1100 भन्नुहुन्थ्यो। अनि डिस्काउन्ट गरेर 1000 रुपियाँमा लिएर आएको यो फुटबललाई चाहिँ, होइन। अनि त्यति महँगो किन भन्नुहुन्छ होला नि त। मेरो बाबु सानै छ, 7 वर्षको छ कि, सानो त ठिकै छ। अनि 7 वर्षकोलाई त 150-150को भए पनि हुन्थ्यो। अनि अरू सामग्रीहरू पनि के खेलकुदको सामग्रीहरू पनि अरू पनि यस्तो चाहियो मम्मी, यस्तो चाहियो बाबा भन्दा हामीले किनिदिन्नौँ कि भाउ नकिन भन्छौँ नि त। हामीले अब धेरै महँगो जति सकिन्छ त्यही अनुसारले कि, अब सस्तो महँगो जसले जति सकिन्छ त्यही अनुसारले किनिदिनु पनि पर्ने रहेछ कि। अनि हामी कहीँ गएको बेलामा केही अनि नकिन्दै पार, जस्तै हामीले पछि बाबु मेरो छोरो पनि कोही खेलेको देख्दा मेरो छोरो पनि खेले हुन्थ्यो, मेरो छोरो पनि पढे हुन्थ्यो, हुन्छ नि त। अनि मेरो छोरो पनि यस्तो गरे हुन्थ्यो, उस्तो गरे हुन्थ्यो भनेर। अनि त्यस्तो भएको बेलामा चाहिँ हामीले हुन्थ्यो भन्ने। अनि जस्तै उसले सामग्री खोजेको बेलामा हामीले नकिन, अब 150-150को सामग्री पनि नकिन भनिन्छ कि। अनि त्यस्तो भन्दाखेरि उनीहरूले म पनि भए त खेल्थेँ नि, म पनि सिक्थेँ नि भन्थे। सानैदेखि सिक्दै जाँदाखेरि पछि तिनीहरू केही कुरामा पछि नपरुन् कि सकेसम्म। अब सबै कुरामा त अगाडि बढ्न सकिन्न नि त। अब एउटै कुरा लिएर अगाडि बढ्ने हो पछि गएर। त्यही पनि हाम्रो पनि अब जस्तै साथीहरू खेल्दा, साथीहरू हिँड्दा तिनीहरूसँग सकेसम्म पछि नपरोस् कि बच्चाहरू। मैले त्यही भनेर नै किनिदिएको। अनि हजुरहरू के गर्दै हुनुहुन्छ बच्चाहरूलाई। अनि जस्तै यति पैसा चाहियो उति पैसा चाहियो भन्दा बरु पैसा नदिन भन्दा पनि हामीले सामग्री चाहिँ किनिदिने कि उनीहरूले के चाहिएको छ, उनीहरूलाई चाहिएको छ कि नै, के गर्दैछ मेरो बच्चा भन्ने कि साथी जस्तै भन्ने। म चाहिँ के भने मम्मी यस्तो हो नि, मम्मी उस्तो नि, यस्तो सबै कुरा भन्छ क्या। मेरो बाबु सानै छ त्यही पनि। अनि यिनीहरू कतिको अगाडि बढ्दैछन्, यिनीहरूको दिमाग कस्तो छ भनेर हामीले बुझ्न पनि सकिन्छ साथी भनेपछि। अनि तिम्रो म साथी हो नि भन्ने कुरा गर्ने। अनि अब साथीलाई त सबै कुरा भन्नुपर्छ नि त, पराया बाबा मम्मीलाई भन्दा पनि भन्ने। अनि त्यो भनिसकेपछि बाबुले सबै भन्छ कि। अनि केही कुराहरू खेलाडीहरूको कुरा गर्दा, अरू पढाइहरूको कुरा गर्दा, अनि थाहा छैन होला भनेको हामीलाई थाहा नभएको कुराहरू पनि मोबाइल हेरेर थाहा पाउँदो रहेछन् कि यिनीहरूले युट्युबतिरबाट। अनि थाहा पाउँदो रहेछन्। अनि त्यसपछि यस्तो नि मम्मू भन्यो। अनि पढाइको कुरामा नि अब यस्तै खेलाडीको नाम लेख्न आएको थियो कि कुन सब्जेक्टमा हो ठ्याक्कै नाम बिर्सेँ। अनि यो खेलाडी त यस्तो नि मम्मू भन्छ कि पहिल्यै। मलाई चाहिँ थाहा थिएन कि यो खेलाडीको नाम, खेलाडीतिर ध्यानै नजाने। अनि यो खेलाडीको नाम त यस्तो नि मम्मू भन्छ, अनि यो यस्तो ठाउँमा छ नि मम्मू भन्छ। अब जनकपुर कहाँ पर्छ, अनि पशुपतिनाथ